उहाँ हुनुहुन्छ दिपलाल चौधरीजी। उहाँ चाहिँ महोत्तरी जिल्लाबाट आउनु भएको हो। 10 वर्ष अगाडि उहाँले चाहिँ यही हस्पिटलमा चाहिँ उहाँले मलाई भेट्नु भएको थियो। उहाँको चाहिँ अवस्था निकै नाजुक थियो। उहाँको चाहिँ त्यतिखेर चाहिँ उहाँको कोलोन क्यान्सर, ठुलो आन्द्राको क्यान्सर भएको थियो। त्यतिखेर चाहिँ हामीले उहाँलाई चाहिँ अपरेसन गऱ्यौँ। अपरेसन गरेर उहाँको चाहिँ त्यसपछि अहिलेसम्म उहाँलाई चाहिँ डिजिज रिकरेन्स अथवा चाहिँ फेरि रोग पलाएको छैन। धेरै राम्रो भएको छ। उहाँ सबै कामहरू गर्न सक्नुहुन्छ, खानाहरू सबै खानुहुन्छ, सबै कामहरू गरेर अहिले राम्रो नर्मल जीविका जिराख्नु भएको छ। र आज उहाँ चाहिँ 10 वर्षपछि फलोअपमा आउनु भएको छ। अलिअलि पेट अलि अप्ठ्यारो हुने उहाँको चाहिँ समस्या अलिकति थियो, त्यसलाई पनि हामी निर्मूल गर्न लाग्छौँ। अरू सबै उहाँको चाहिँ भगवानको कृपाले होस् र हाम्रो सबै उसले गर्दाखेरि उहाँको सबै कुरा एकदम राम्रो भएको छ। र यसले चाहिँ यो सन्देश के छ भने क्यान्सर रोग पनि निको हुन सक्छ र सबैजना तपाईँहरूले पनि क्यान्सरको रोग चाहिँ टाइममै अपरेसन गर्यो, हामीले चाहिँ टाइममै ट्रिटमेन्ट गर्यो र यस्तो उपचार हामी यहाँनिर ग्रिन सिटी हस्पिटलमा यो सम्भव छ र हामीले यसो गरेर उहाँ जस्तो मान्छेहरूलाई धेरैलाई हामीले सुविधा पुर्याइरहेका छौँ। अनि कस्तो छ त तपाईँलाई? मलाई एकदम राम्रो। मलाई मेरो लागि त रोमियो कंस्कार भगवान हुनुहुन्छ। म महोत्तरी जिल्लाबाट आएँ, खैरमारा, बर्दिमास नगरपालिका खैरमारा हो। म आएँ आजभन्दा 10 वर्ष अगाडि मलाई क्यान्सर भएको थियो। के को क्यान्सर हजुरको? पेटमा मासु थियो, आन्द्रामा मासु थियो, ठुलो आन्द्राको क्यान्सर भएको छ। हजुर। अनि उहाँले हेरेर अपरेसन गरिदिनु भयो। आजसम्म भगवान शम्भु कृपाले उहाँको आशीर्वाद पाउँदैछु। अनि अहिले तपाईँलाई कस्तो छ त? एकदम राम्रो छ। 10 वर्षदेखि तपाईँ आफ्नो कामहरू सबै गरिराख्नु भएको छ? सबै गर्छु। खानेकुराहरू सबै खाइराख्नु भएको छ? हो, म यहाँबाट गएर यहाँको आशीर्वादले करोडौँ रुपियाँ कमाएँ। तपाईँलाई चाहिँ सबै राम्रो छ? सबै राम्रो छ। अहिले गाह्रो अप्ठ्यारो केही गाह्रो अप्ठ्यारो छैन। म चाहिँ यहाँको चेयरम्यान लोकबहादुर टन्डन। उहाँ चाहिँ आजभन्दा 10 वर्ष अगाडि दिपलाल चौधरीजी महोत्तरी जिल्लाबाट चाहिँ आउनु भएको थियो। उहाँ आउँदाखेरि उहाँको अवस्था साह्रै नाजुक थियो, साह्रै नाजुक। हामीले यसरी चाहिँ देख्छौँ र फेरि बोल्न पाउँछौँ भन्ने मलाई चाहिँ लागेको थिएन। सही कुरा हो एकदम। 10 वर्ष अगाडि आएको मान्छे र आज 10 वर्ष पछाडि आउँदा पनि उहाँ अझै तन्दुरुस्त मैले देखेँ। उहाँ चाहिँ क्यान्सर पीडित हो र उहाँलाई डाक्टर रोमियो कंस्कार यो ग्रिन सिटी हस्पिटलबाट अपरेसन गरेर उहाँलाई चाहिँ निर्मूल बनाइदिनु भयो र अहिले उहाँ सामान्य अवस्थामा आउनु भएको छ। मैले यहाँबाट जानकारी के गराउनु खोजेको भने औषधि गऱ्यो भने बाँचिन्छ, औषधि गर्नुपर्छ भनेर मैले यहाँहरूलाई चाहिँ जानकारी दिनको लागि आजभन्दा 10 वर्ष अगाडिको दिपलाल चौधरी दाईलाई म हजुरहरूको अगाडि राखेको छु। दाजी, तपाईँलाई अहिले एकदम ठिक छ? एकदम ठिक छ। खुसी हुनुहुन्छ? एकदम खुसी छु। म कति भन्छु, कति बोल्छु। सेवा सुविधा छ एकदम राम्रो, एकदम राम्रो। अति प्रसन्न छु म। हजुर, अति प्रसन्न छु। यहाँको सेवाले चाहिँ हजुरहरूले अब खुसी हुनुहुन्छ? एकदम खुसी छु। हाम्रो पनि त्यति चाहना हो। हुने खानेले हुँदा खानेलाई सहयोग गर्नुपर्छ। हजुर पक्कै पनि प्रतिष्ठित व्यक्ति हुनुहुन्छ होइन? पैसा भनेको कुरा मान्छेलाई दाल भात खाएर अगाइन्छ। पैसाले आज संसारमा न टाटा अगायो, न बिरला अगायो होइन, न मुकेश अम्बानी अगाए। त्यसो भएको हुनाले पैसाको लागि चाहिँ हामीले लोभ गर्नुभन्दा पनि दुखी र गरिबहरूलाई जहाँ औषधिबाट वञ्चिन्छन् त्यस्ता मान्छेहरूलाई चाहिँ हामी सेवा गर्नुपर्छ। तपाईँ हामी मिलेर लाग्ने है त? हस्, धन्यवाद। कुनै समस्या कसैलाई केही छ भने यहाँ ग्रिन सिटी हस्पिटलमा राम्रो सेवा छ। हामीलाई क्यान्सर जस्तो घातक रोग भएको थियो, उहाँले अपरेसन गरिदिनु भयो। हाम्रो लागि त ईश्वरै तुल्य हुनुहुन्छ।